च्याब्रुङ प्रशिक्षणको तेस्रो दिन त्यहाँको अवस्था कस्तो छ भनेर गइराखेको छु। अहिले पनि हाम्रै इलाम बजारको छेउमा चियाबारीको छेउमा यहाँनिर सेकमुरी केलाङ क्लबले आयोजना गरेको 10 दिने केलाङ प्रशिक्षणको आजको अवस्था कस्तो छ म त्यहाँनिर गइराखेको छु। आउने ठाउँ चाहिँ च्याब्रुङ प्रशिक्षण भइराखेको ठाउँ चाहिँ यो हो। म त्यहाँनिर जाँदैछु। यहाँबाट राम्रो देखिँदो रहेछ र म यतिखेर च्याब्रुङ प्रशिक्षण भइराखेको ठाउँमा पुगिराखेको छु। र अस्तिको दिनभन्दा चाहिँ नै सहभागीको अवस्थालाई हेर्ने भने एकदमै धेरै देखिएको छ। लगभग अस्तिको दिनको डबल जति नै यहाँनिर चाहिँ प्रशिक्षार्थीहरू एकदमै उत्साहका साथ सहभागी भइराखेको मैले देख्न सक्छु। तपाईँ हामीले देख्न सक्छौँ। मैले भिडियो बनाइराखेको छु र यो इलाम नगरपालिका वडा नम्बर 7 स्थित इलाम बजारको यो छेउमा जहाँ कि यो जुबिल्यान्ड स्कुलको यतापट्टि त्यसै गरी यहाँ माथि ट्रायङ्गल छ। यो ठाउँलाई ट्रायङ्गल भन्छ। यहाँनिर विष्णु नवीनको शालिग छ, साहित्यकार विष्णु नवीनको शालिग हो। यो माथि देखिएका माथि भ्यू टावर होइन, त्यसै गरी यो बिचमा पनि चियाबारीहरू छ। म यहाँनिर आइपुगेको छु तपाईँहरूलाई चाहिँ नि यो देखाउन। त्यसै गरी चाहिँ नि यता यो बाटोदेखि परदेखि चाहिँ नि क्याम्पस रोड हो होइन। कस्तो अवस्था छ त म यहाँनिर देखाउन गइराखेको छु। कसरी च्याब्रुङ प्रशिक्षण गराइन्छ त म त्यो पनि तपाईँहरूलाई देखाउँदैछु यतिखेर। र यो च्याब्रुङ सिकाउने क्रममा चाहिँ बिचबिचमा रोकिएर छलफल पनि गर्नुपर्ने हुँदो रहेछ। जस्तो कि कसरी गर्ने होइन, कुन कुन सहभागीहरूले चाहिँ कति भाका टिप्दैछन् होइन, कति सिक्न सकिराखेको छन्, अथवा कसले चाहिँ कति मिस गरिराखेको छन्, कसले सिक्न सकिराखेको छैनन्, उनीहरूलाई पनि चाहिँ नि सँगसँगै लगेर जाने क्रममा छलफल पनि हुने गर्दो रहेछ। त्यो क्रममा हुनुहुन्छ उहाँहरू यतिखेर। सुरु भएको छ। यहाँनिर फेरि पनि रोकिएको छ। यसमा फेरि अब अलिकति एकछिन फेरि मौखिक छलफल हुन्छ होइन, कसले कतिको जानिराखेको छ भन्ने कुरा फेरि छलफल हुन्छ। फेरि त्यस पछाडि स्टार्ट हुन्छ। अलिकति ठाउँलाई अलिकति फराकिलो बनाइँदैछ यतिखेर।